एआई अर्थात् आर्टिफिशियल इन्टेलिजेन्स यो शब्द सुन्दा कति धेरै कुरा मनमा आउँछ हैन त। तर यो वास्तवमा के हो, यसले काम कसरी गर्छ र हाम्रो दैनिक जीवनमा यसको प्रभाव कस्तो छ, आउनुहोस् आज यिनै कुराहरूलाई एकदमै सरल तरिकाले बुझ्ने प्रयास गरौँ। एआई सुन्ने बित्तिकै धेरैको दिमागमा भविष्यका फिल्महरूमा देखिने उड्ने कार वा मान्छे जस्तै रोबोटको चित्र आउँछ होला। तर वास्तविकता त यो हो कि एआई कुनै भविष्यको कुरा होइन, यो त हाम्रो आजको हिस्सा बनिसकेको छ। हाम्रो फोनमा, घरमा अनि हामीले हेर्ने मनोरञ्जनमा जताततै छ, तर हामीले यादै गरेका हुँदैनौँ। पत्यार लागेन? ल एकछिन सोचौँ है त। बिहान उठेर फोन अनलक गर्न फेस आइडी चलाउँदा वा बाहिर निस्कनु अघि सिरीलाई आजको मौसम कस्तो छ भनेर सोध्दा के हो त यो? अनि नेटफ्लिक्सलाई कसरी थाहा हुन्छ हामीलाई कुन फिल्म मनपर्छ भनेर? हो, यी सबैको पछाडि एआईको जादु छ। ल आजको हाम्रो यात्रा कस्तो रहनेछ त? पहिले हामी हेर्छौँ हाम्रो दैनिक जीवनमा एआई कहाँ कहाँ छ। त्यसपछि एआईको परिवार मतलब यसका विभिन्न प्रकारहरू बुझ्नेछौँ। अनि मसिनले कसरी सिक्छ भन्ने कुरामा जाउँला र अन्त्यमा एआईको दिमागभित्रै छिरेर यो कसरी सोध्छ र नयाँ कुरा बनाउँछ त्यो पनि हेर्नेछौँ। सुरु गरौँ है त। ल अब अलिकति गहिराइमा जाउँ है। एआईको संसार बुझ्नका लागि यसको परिवारका सदस्यहरूलाई चिन्नु एकदमै जरुरी छ। को पर्छन् त यसमा? सबभन्दा पहिला कुरा गरौँ परिवारको मूल सदस्यको, भनौँ न पुर्खाको। आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् एआई यो एउटा ठूलो छाता जस्तै हो जसको एउटै लक्ष्य छ, मेसिनहरूलाई मानिसले जस्तै सोच्न, सिक्न र समस्या समाधान गर्न सक्ने बनाउनु। अब पालो एआईको सबैभन्दा महत्त्वपूर्ण सन्तानको, त्यो हो मेसिन लर्निङ। यदि एआईले के गर्ने भन्ने प्रश्न सोध्छ भने मेसिन लर्निङले कसरी गर्ने भन्ने जवाब दिन्छ। यसको सबैभन्दा ठूलो खुबी के हो भने यसलाई हरेक नियम सिकाउनु पर्दैन, यसले आफै डेटा हेरेर सिक्छ। र अब भेटौँ यो परिवारको सबैभन्दा शक्तिशाली नातिलाई, डीप लर्निङ। यो मसिन लर्निङकै एउटा खास र अझ उन्नत रूप हो। यसले हाम्रो दिमागको बनावट मतलब न्युरल नेटवर्कको नक्कल गर्छ र यही कारणले गर्दा यसले यति जटिल कुराहरू पनि पत्ता लगाउन सक्छ जुन सामान्य मसिन लर्निङको लागि लगभग असम्भव नै हुन्छ। अब हामीले परिवार त चिन्यौँ, तर यिनीहरूले काम कसरी गर्छन् त? खास गरी मेसिन लर्निङ यो परम्परागत कम्प्युटर प्रोग्रामभन्दा कसरी फरक छ? आउनुहोस् यही कुरामा ध्यान दिउँ। यो भिन्नता बुझ्न एकदमै जरुरी छ। हेर्नुहोस्, परम्परागत प्रोग्रामिङमा हामी कम्प्युटरलाई इनपुट र नियम दुवै दिन्छौँ अनि त्यसले आउटपुट निकाल्छ। जस्तै यदि यस्तो भयो भने यसो गर भनेर हामीले नै सिकाउँछौँ। तर मेसिन लर्निङमा खेल ठ्याक्कै उल्टो छ। हामी इनपुट र चाहिएको आउटपुट दिन्छौँ अनि मेसिनले आफै नियम पत्ता लगाउँछ। यो भनेको कसैलाई खाना बनाउने विधि दिनु र कसैलाई खाना चाखेरै विधि पत्ता लगाउनु जस्तै हो। अब मेसिन लर्निङका पनि तीनवटा मुख्य शैलीहरू छन्। पहिलो हो सुपरवाइज्ड लर्निङ। यसमा हामी मेसिनलाई शिक्षकले जस्तै सिकाउँछौँ। हजारौं बिरालो र कुकुरका फोटोहरू दिएर यो बिरालो हो, यो कुकुर हो भनेर लेबल लगाइदिन्छौँ। दोस्रो अनसुपरवाइज्ड लर्निङ। यहाँ कुनै शिक्षक हुँदैन। हामी मेसिनलाई एक थुप्रो डाटा दिन्छौँ र यसले आफै मिल्दोजुल्दो कुराहरूको समूह बनाउँछ। र तेस्रो रिइन्फोर्समेन्ट लर्निङ, जहाँ मेसिनले गल्ती गर्दै सिक्दै जान्छ। सही काम गर्दा पुरस्कार पाउँछ, गलत गर्दा दण्ड। रिइन्फोर्समेन्ट लर्निङलाई बुझ्न घरमा कुकुरलाई तालिम दिएको सम्झिए पुग्छ। एजेन्टले मतलब एआईले कुनै काम गर्छ, त्यो काम सही भयो भने उसले पुरस्कार पाउँछ, जस्तै एउटा पोइन्ट। गलत भयो भने दण्ड पाउँछ। यही प्रक्रिया बारम्बार दोहोर्याएर उसले बिस्तारै सबैभन्दा धेरै पुरस्कार कसरी जित्ने भनेर सिक्छ। ल हामीले एआईको परिवार र यसले सिक्ने तरिकाहरू त बुझ्यौँ। अब अझै भित्र जाउँ, एआईको मस्तिष्कभित्र र त्यो प्रविधिलाई हेरौँ जसले आजको सबैभन्दा गजबको एआईलाई सम्भव बनाएको छ, न्युरल नेटवर्क। न्युरल नेटवर्कलाई डीप लर्निङको मुटु नै मान्नुपर्छ। कल्पना गरौँ हामी कुनै नयाँ कुरा सिक्दैछौँ, जस्तै साइकल चलाउन। सुरुमा कति लडिन्छ होइन, तर हरेक पटक लड्दा हाम्रो दिमागले ब्यालेन्स मिलाउन थोरै थोरै कुरा समायोजन गरिरहेको हुन्छ। न्युरल नेटवर्कले पनि ठ्याक्कै त्यस्तै गर्छ। यसले आफ्नो भित्री कनेक्सनहरू जसलाई वेट्स भनिन्छ लाई बारम्बार मिलाउँदै जान्छ ताकि यसको भविष्यवाणी हरेक पटक अझै सही होस्। ठिक छ, यति शक्तिशाली तरिकाले सिक्ने एआईको दिमागले विश्लेषण मात्रै गर्छ त कि केही नयाँ सिर्जना पनि गर्न सक्छ? र हो, यही प्रश्नको जवाफ हो जेनेरेटिभ एआई। एआईको यो पाटोले त हामी सबैलाई चकित नै पारेको छ, किनभने यसले डाटालाई हेरेर विश्लेषण मात्र गर्दैन, बरु कविता,
सङ्गीत, चित्र, कोड जस्ता बिल्कुलै नयाँ र मौलिक कुराहरू आफै बनाउँछ। यो तालिकामा हेरौँ त जेनेरेटिभ एआईको संसार कति विशाल छ। एकातिर च्याट जीपीटी र जेमिनी जस्ता टुल छन् जसले हाम्रो लागि लेख लेखिदिन्छन्। अर्कोतिर डाल ए छ जसले हामीले भनेको कुरालाई चित्रमा उतारिदिन्छ। गिटहब कोपाइलटले त प्रोग्रामरहरूलाई कोड लेख्नमै सघाउँछ। र अब त सोरा जस्ता प्रणाली पनि आइसके जसले लेखेको टेक्स्टबाटै साँच्चीकै जस्तो देखिने भिडियो बनाइदिन्छन्। यिनीहरूले त सृजनाको परिभाषा नै बदल्दैछन्। यो भनाइले न्युरल नेटवर्क तालिमको एउटै मूल मन्त्रलाई बताउँछ, गल्ती घटाउँदै जानु र सही जवाफको नजिक पुग्नु। सोझो भाषामा भन्नुपर्दा अभ्यासले नै मानिसलाई सिद्ध बनाउँछ भने जस्तै हो। एआईले जति धेरै सिक्छ त्यति नै कम गल्ती गर्छ र त्यति नै राम्रो नतिजा दिन्छ। आज हामीले एआईको सामान्य प्रयोगदेखि लिएर यसको अद्भुत सृजनात्मक क्षमतासम्मको यात्रा गर्यौं र यो यात्राले हामीलाई एउटा निकै गहिरो प्रश्नको अगाडि ल्याएर छोडिदिन्छ। यदि मसिनले डेटाबाट सिक्न सक्छ, लुकेका ढाँचाहरू पत्ता लगाउन सक्छ र अब त मौलिक सामग्री पनि बनाउन सक्छ भने हामी मानिसको लागि निपुणता हासिल गर्न अब के बाँकी रह्यो त? यो प्रश्नको जवाफ भविष्यले नै देला, तर सोच्न भने सुरु गर्नै पर्छ।